के तपाईँ विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ? एयरपोर्टमा भन्सारको झन्झट र जरिवानाबाट बच्न यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। आज म तपाईलाई सुन, चाँदी र मोबाइल ल्याउने सही नियम बताउँदैछु। सबैभन्दा पहिले सुनको कुरा गरौँ। महिलाले 50 ग्राम र पुरुषले 25 ग्रामसम्मका सुनका गहनाको कुनै पनि भन्सार तिर्नु पर्दैन। यो भन्दा बढी भएमा कर तिर्नुपर्छ। तर एउटा कुरा सधैँ याद राख्नुहोस्, सुन गहनाको रूपमा मात्र ल्याउन पाइन्छ। यदि सुनको ढिक्का, सिक्का वा इट्टा ल्याउनु भयो भने त्यो जफत हुन्छ र तपाईलाई जेल सजाय पनि हुन सक्छ। चाँदीको हकमा भने 500 ग्रामसम्मका गहना वा सामानहरू सित्तैमा ल्याउन सकिन्छ। अब कुरा गरौँ मोबाइलको। सबै यात्रुले आफूले प्रयोग गरिरहेको एउटा मोबाइल बिना भन्सार ल्याउन पाइन्छ। तर यदि तपाईँ श्रम स्वीकृति लिएर 6 महिनाभन्दा बढी वैदेशिक रोजगारीमा बस्नु भएको छ भने थप एउटा नयाँ मोबाइल पनि भन्सार नतिरिकन ल्याउन सक्नुहुन्छ। तर एउटा कुरा याद राख्नुहोस्, विदेशबाट ल्याएको मोबाइल नेपालमा चलाउन MDMS दर्ता अनिवार्य छ। यसका लागि mdms.nta.gov.np मा जानुहोस्। आफ्नो मोबाइलको IMEI नम्बर राख्नुहोस् र आफ्नो राहदानी मतलब तपाईको पासपोर्ट तथा बोर्डिङ पासको फोटो अपलोड गर्नुहोस्। यदि तपाईले दर्ता गर्नु भएन भने तपाईको सिम केही दिनमै बन्द हुन सक्छ। नियम पालना गरौँ र ढुक्कसँग यात्रा गरौँ। यो जानकारी धेरैभन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीसम्म पुर्याउन यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला। धन्यवाद।